राजनीतिक छाडेर प्रकाश सपुत पुरानै पेसामा फर्किँदै रिमा विश्वकर्मालाई फाप्दा फापेन प्रकाश सपुतलाई। रासोपाबाट समानुपातिक सांसद बन्ने अग्रपङ्क्तिमा रहेका गायक प्रकाश सपुतको अन्तिम गाँसमा ढुङ्गा परेसँगै अब उनले राजनीतिक छाडेको घोषणा गरेका छन्। सांसद बन्न नसकेपछि गायक प्रकाश सपुतले लामो बयान दिएका छन्। जीवनको 5 वर्ष देशलाई दिने सोचले राजनीतिमा लागेको भए पनि अब कलाकारितामा नै फर्किने उनको भनाइ छ। रासोपाले देशभरिबाट झन्डै 2/3 बहुमतको सरकार बनाउने भएसँगै उनी सांसद बन्ने सम्भावना धेरै भए तापनि अन्तिम समयमा आएर त्यो सम्भव हुन सकेन। रासोपाको प्रत्यक्षतर्फ अधिकांश पुरुष उम्मेद्वारले जित हासिल गरे पछाडि 33% प्रावधानका कारण समानुपातिकबाट अधिकांश महिला उम्मेद्वार पठाउनु पर्ने भएकाले जम्मा 9 जना मात्र पुरुष उम्मेद्वारको नाम परेको थियो, जसमा प्रकाश सपुत पर्न भने असफल भए। उनी सांसद बन्ने सपना पूरा नभएसँगै आफ्नो पुरानै कलाकारिता पेसामा फर्कने घोषणा गरेका छन्। प्रकाश सपुतले आफ्ना धेरै उत्कृष्ट सिर्जनाहरू मार्फत दर्शक तथा श्रोताको मन जित्न सफल भएका थिए। त्यही माया र साथ सपोर्टका कारण उनी राजनीतिमा उम्रिएका थिए। तर अन्तिम समयमा संसद बन्न नसके पछाडि अब दर्शक तथा श्रोतालाई आफ्नै पुरानै पेसाबाट मनोरञ्जन दिने हिसाबले उनले राजनीति छोडेको घोषणा गरेका छन्। आगामी दिनका लागि गायक प्रकाश सपुतलाई शुभकामना।